Hey guys, welcome to another vlog. So आज दिन खासै केही गर्नलाई केही छैन। अब लेट्स सी बेलुका चाहिँ केही गरौँला, कतै जाउँला। आजबाट चाहिँ यसो ऱ्यान्डम भ्लगहरू हामी हाल्न जाँदैछौँ। ल ल गाइस होइन ल इन्ट्रो ल अघि इन्ट्रो त भइसक्यो। ल अब हामी चाहिँ अहिले कहाँ जाने चियारमन जाँदैछौँ। अनि हजुरहरूले देख्न सक्नुहुन्छ हाम्रो पछाडिको एकदमै ब्युटिफुल अब चाहिँ हामी जाँदैछौँ चियारमन छैन चियारमन जाँदैछौँ। आज स्पोन्सर हाम्रो निरज। हेरौँ आज निरजले पैसा जित्दा कस्तो हुँदैछ। चेसबाजी गर्ने जसले जित्यो लुजर्स पे होइन त्यहाँनिर पेमेन्ट पर्छ पहिला सुरु लुजर्स पे त्यही पर्छ त्यहाँ पहिला सुरु तिर होइन। अनि त्यसमा हार्यो भने अनि 25 हालिदिउँला बिस्तारै। थोडा होइन हार्दिएको म हारेँ भने के केपी ओलीले घर घरमा ग्यास चुलो पुऱ्याउनु र यसले पैसा फिर्ता दिने एउटै कुरा हो गाइस। यो जाने कुरा नगरे करियर सुरु हुनु पाएको छैन। मैले भने बाटोमा हिँड्ने एउटा मान्छेले बोले हो हामीले होइन। ल बत्ती छैन चार मेरो घरमा पनि बत्ती छैन क्या हो। भ्लग बन्द गरेर चार छैन जस्तो अब छिटै नै हाम्रो एउटा खतरा भिडियो आउँदैछ होइन। कुलमान घिसिङलाई फेरि त्यो जेल जाने कुरै नगरेर हामी पोलिटिक्समा जाँदैनौँ नि हामी। फेरि कुलमान घिसिङको मूललाई विरोधी भन्छ होइन होइन राख्नुपर्छ कुलमान घिसिङलाई राख्नुपर्छ कुलमान घिसिङलाई चाहिँ बोलाउनु पर्यो जस्तो बसी गइरहेको छ यतातिर है। मसँग त्यो उसको नम्बर छ यार अहिले फोन गर्नु पऱ्यो एकचोटि। कसको त्यो इलेक्ट्रिसिटीको के लास्टमा त्यो इलेक्ट्रिसियन दाइको परेर खोइ त बत्ती आएको होइन हजुर घर आउनै ल आयो भनेर होला। मेरो घरमा बत्ती आएन। ए हुन्छ ल म आइहालेँ। मनमा त भन्न भन्छु पाल्ला नत्र यो हेडलाइट पाल्ला सेल्फ सर्भिस सेल्फ लाइट भन्ला मोबाइल टर्च पाल्नु पर्छ नि। आफैन बरु म घरै जान्छु भनेर चिया बरु प्याक गरिदिनु। तर लास्ट तले है त्यो ठाउँ अझै त्यसलाई होइन अलिकति एक्सपान्ड गरेर होइन फ्राइडे र स्याटरडे थकालिहालिदियो भने चाहिँ बङ्गाल हुन्छ जस्तो लाग्छ। ठोकेर लाइसेन्स पुग्दैन होइन क्या माझी अलिकति थपेर क्या ठाउँहरू मैले क्यान्सल गरेँ त्यही हो। यस्तै चिया यस्तै सेम यस्तै हो राखेको होइन। त्यसपछि फ्राइडे र स्याटरडे चाहिँ थकाली क्या त्यो आइडिया चोर्यो हो। चोर्न पाएन है। सेयर चाहिन्छ 10% सेयर चाहिन्छ कसैले यो आइडिया राख्नु लाग्छ भने 10% सेयर चाहिँ कति रहेछ त्यहाँ पाल्ने पाल्ने पाला 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 हामीसँग फेरि खेल्न छ। एज अलवेज मैले जित्यो थोडा होइन जित्नेको जित्यो आज पनि। किरा आइसकेको छ कस्तो भइरहेछ तँलाई यता हेर् त यता हेर्न किरा बस्दा कस्तो भइरहेछ कस्तो उड्यो। ल त्यही हो आजको दिन त्यस्तै भयो। कहिलेकाहीँ हार्छ हारजित भन्ने खेलमा भइरहन्छ। खेलमा हारजित भन्ने कुरा भइरहन्छ। एकचोटि जङ्गबहादुरको भनाइ हारेर पनि जित्नु ठुलो कुरा हो। एउटा महान व्यक्तिले भनेको थियो। त्यो महान व्यक्ति हो कि हेर्नु ल भन्न। त्यो महान व्यक्ति होइन भन्न। भनाइ मिलेन के अरे भनाइ
नरोइकन हार्नु पनि जितो नरहिकन हार्नु पनि जितो हाँसिरहेको छु म मेरो जितो रोइरहे पनि रोको छैन कहिले ल आजको भ्लग चाहिँ यस्तै भयो खास केही पनि भएन त्यही हो अब यही हो गाई तपाईँ त्यसमा एकजनाको हानिहाल्यो अब घर गएर नि ल अब चाहिँ भोलि भ्लग हाल्छु भोलि आउँछ होला सबजनाले हेर्नु होला लाइक कमेन्ट सेयर प्लिज गर्नै पर्यो भिडियो चाहिँ लास्टसम्म हेर्नु जस्तो भए पनि हेरिदिनु होला प्लिज यसपालिकन हटाउला अस्तिको जम्मा 14 भ्युज आयो एटलिस्ट 100 भ्युज चाहिँ गर्नु पऱ्यो 100 भ्युज आयो भने निरजले पार्टी दिन्छ ल निरजले पार्टी दिन्छ ल 200 सब्सक्राइबरमा आइफोन गिभअवे ल ल 6S ल 6S ल 200 200 सब्सक्राइबर पुग्यो भने विदिन कति ल डिस्प्ले लगाएको वाला 6S One week. 6S ल विदिन 1 विकमा 200 सब्सक्राइबर कट्यो भने एकजनालाई आइफोन 15 Pro Max 15 Pro Max त सक्दैन मैले 12 चलाएको छु ल अनि 5 जनाले गिफ्ट पाउँछ बाइकको 4 जनाले चाहिँ सरप्राइज गिफ्ट पाउँछ एकजनाले चाहिँ ल आइफोन पायो ल आइफोन गुड 6 ल विदिन 1 विक है नम्बरले तपाईँ गर्छ आइफोन मैले विदिन 1 विक हाम्रो चाहिँ सुन एउटा खतरा बिजनेस आउँदैछ मिस्ट्री बक्स भन्ने ओपन एन्ड वाउ नाम हाम्रो मिस्ट्री बक्स बिजनेस त्यसमा चाहिँ हजुरहरूले मिस्ट्री बक्स किन्न सक्नुहुन्छ एकदमै अहिले चाहिँ फर्स्टमा ओपनिङमा चाहिँ हामीले 50% अफ दिइरहेको छौँ अब 1-2 दिनमा छिटै नै आउँछ तल ओपन एन्ड वाउको वेबसाइट तल छ चेक गर्न सक्नुहुन्छ हजुरहरूले अनि त्यही हो ल बिजनेस गर्नु पऱ्यो अनि फर्स्ट मिस्ट्री बक्स ओपनिङ चाहिँ अब छिटै हुन्छ हाम्रो म आफै गर्छु फर्स्ट मिस्ट्री बक्स ओपनिङ चाहिँ के पाउनु सक्नुहुन्छ हजुरहरूले देख्न सक्नुहुन्छ है त आजलाई यति नै अब त्यही हो